बाँकेको कोहलपुर नगरपालिका 14 हलदारपुरमा रहेको समाजसेवा संस्था नेपालले एम्बुलेन्स सञ्चालनमा ल्याउने भएको छ। संस्थाले नयाँ वर्षको अवसर पारेर एक औपचारिक कार्यक्रमको आयोजना गरेर एम्बुलेन्सको उद्घाटन समेत गरेको छ। एम्बुलेन्सको बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले शुभारम्भ गरेका थिए। औपचारिक रूपमा उद्घाटन भए पनि विधिगत रूपमा सञ्चालनमा आउन केही समय लाग्ने संस्थाले जनाएको छ। प्रमुख जिल्ला अधिकारी जोशीले समाजसेवा गर्न सहजै जो कोहीले नसक्ने बताएका थिए। निस्वार्थ भावनाले सामाजिक काम गर्ने वातावरण त्यति सहज नभएको उनको भनाइरहेको थियो। एम्बुलेन्स खरिद गरेर ल्याउनु ठूलो कुरा रहेको बताउँदै उनले निरन्तर सञ्चालन गर्नु अझ महत्त्वपूर्ण कुरा रहेको बताएका छन्। समाजसेवाको बाटो निकै कष्टकर रहेको छ। जोशीले भने समाजसेवा पनि दुई थरीका, जसमा समाजसेवाको खोल ओढेर लाभ लिने र अर्को थरी निस्वार्थ भावनाका साथ विशुद्ध समाजसेवा गर्ने रहेका छन्। समाजसेवा कस्तो हुन्छ भन्ने उदाहरण विनोद थापा हुन्। नयाँ वर्ष 2082 को सुरुवाती दिनमै पवित्र कार्यक्रममा उपस्थित हुन पाएको भन्दै उनले खुसी व्यक्त गरे। जोशीले एम्बुलेन्स खरिद गरेर ल्याए पनि सञ्चालन गर्न चुनौती रहेको बताए। त्यसमा लाग्ने इन्धन, मर्मत र चालक राख्ने खर्च हुने भएकोले यसमा विशेष गरेर ध्यान दिएर अगाडि बढ्न शुभकामना दिए। जोशीले केही संलग्न रकम र लोन लिएर आफ्नै पैसा थपेर एम्बुलेन्स खरिद गरेकोले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। यस्तै समाजसेवा संस्था नेपालका अध्यक्ष विनोद थापाले एम्बुलेन्स खरिदका लागि फलामको चिउरा चपाए सरह भएको बताएका छन्। उनले विभिन्न कानुनी जटिलता झेल्दै एम्बुलेन्स सञ्चालन ल्याउन सफल भएको बताएका थिए। कोरोना कहरमा एम्बुलेन्स नपाएर कतिपयले ज्यान गुमाउँदाको दुःखले आर्थिक सङ्कलन गरेर एम्बुलेन्स खरिद गर्ने अभियान थालेका थियौँ। उनले भने विद्यालयदेखि घर दैलो र व्यक्तिले 1 रुपैयाँदेखि 1 लाखसम्मको सङ्कलन गरेको रकम र बाँकी रकम आफै थपेर एम्बुलेन्स खरिद गरेर ल्याएको उनले बताएका छन्। मेरो बुवाले पनि समयमा एम्बुलेन्स नपाएकै कारणले गर्दा ज्यान गुमाउनु भयो। त्यही भएर धेरैजनाले कोरोना कहरमा एम्बुलेन्स नपाएकै कारणले गर्दा ज्यान गुमाउनु भयो होइन। उहाँहरूको मृत्युलाई फेरि ठुलो हेरिरहनु बाहेकहरू केही गर्न सकिएन। दुःखका साथ भन्नुपर्छ है। त्यो दुःख सम्झेर के गर्नुपर्छ भनेर एम्बुलेन्स खरिद अभियानको लागि अब देउसी भैलो खेल्नु पर्यो भनेर सोचेर हामीले सबैजना साथीहरू मिलेर देउसी भैलो खेल्यौँ। तर देउसी भैलो खेलिसकेपछि दुर्भाग्य के भयो भने जुन भद्र सहमति गर्नुभएको थियो त्यो भद्र सहमति गरेको पैसा उठाउन यति धेरै गाह्रो भयो, फलामको चिउरा चपाए झै भयो है। फोन गर्दा म त यति त भन्दिनँ, 100 पटक 1000औं पटक उहाँलाई फोन गरियो होला, भेट्न गयो। कतिजनाले मलाई भैँसी बेच्नु भएको हो र हजुरले, तपाईँलाई पैसा दिनलाई ठिक पारिदिन्छु, तपाईँको ऋण खाएको हो र मैले। फोन स्विच अफ, फोन काट्ने। 25 लाख रुपैयाँ खरिद गरेर खबरगाको एम्बुलेन्स सञ्चालनमा ल्याइएको उनको भनाइ छ र रकम सङ्कलन अभियान 2078 साल कार्तिक 18 गतेदेखि 2079 फागुन 28 गतेसम्म सञ्चालन भएको उनले बताए। त्यसबाट उठेको 10 लाख र बाँकी आफै सहकारीबाट लोन लिएर 15 लाख थपेर एम्बुलेन्स खरिद गरिएको उनले जानकारी दिए। प्रतिबद्धता गरेको कतिपय रकम नउठेपछि थप समस्या भएको उनको भनाइ छ। समाजमा एम्बुलेन्स खरिद गर्न ढिलाइ हुँदा पैसा खायो लगायतका विभिन्न लान्छना खेप्नु परेको समेत उनले बताए। उनले विद्यालय हाताभित्र 50% छुट र गरिब विपन्नलाई निःशुल्क एम्बुलेन्स सेवा दिने समेत जानकारी दिए।